ओ गाइज के छ हाल खबर खै के छ हाल खबर ठीक छ हाल खबर सो वेलकम टु आवर च्यानल गाइज वेलकम टु आवर च्यानल। अब यो च्यानलमा नि अब के गर्ने होला तपाईलाई थाहा होला हैन। के गर्ने होला भन्दाखेरि त्यही त गर्ने होला नि हैन। त्यही गर्न हिँडे के अरे गाउँमा आएको त्यही त हो नि मास्टर सिध्यायो। अब नि सिध्याएपछि त फेरि फ्री हुनु पर्यो नि हैन। फ्री भइहाल्छ। अब मकै छर्ने बेला भएको छ गाइस। अब मकै छर्ने हो अनि अब यसो बारीतिर डुलडाल अनि त्यहाँ यसो तलपट्टि घाँस सास पनि यसो काटिदिनु पर्यो हैन। घाँस काट्नु पर्यो। त्यही गर्दै हिँडिरहेको गाइस। अब यहाँ पछाडिपट्टि यहाँ यस्तो चच्याङ चुचुङ गरिरहेछ अनि काफल पाकिरहेछ। हाम्रोमा छ अलिअलि हैन। काफल पाकिरहेछ के काफल पाक्यो चैतैमा तर वैशाख लागिसक्यो अहिले फेरि हैन। अनि अरूको चाहिँ नि आँप पाकिसक्यो हैन। पाक्न लागिसक्यो कतिको। हाम्रो आँप चाहिँ नि भर्खर फुल्दैछ दाना बत्तिलो केही पनि छैन। फुल छ भर्खर फुल। अनि त्यही भएर यस्तो हुँदो रहेछ कि जस्तो लाग्छ कि मलाई कहिलेकाहीँ। अरूको पाकिसक्यो हाम्रोमा चाहिँ नि फुल लागिरहेछ। त्यही भएर पनि होला यस्तो हुने कि हैन। अनि काफल चाहिँ नि पाकिरहेछ गाइस। उ त्यहाँ हेर त यो काफल हो त्यो बडहरूभन्दा यतापट्टिको त्यो हाम्रै हो गाइस। पाकिरहेछ तर अब त्यो छै क्या अलिअलि त एक मुठी जति छ हैन। अब चढ्न चाहिँ झ्याउ लागिरहेछ। त्यो बुटो अल्गो छ अब के चढ्नु। यहाँ तलपट्टि अर्को पनि छ एउटा काफल साफल खाने हैन। अनि घाँस काट्ने यस्तै छ। अब के अरे हाम्रो नेपालमा यस्तै छ। अनि अब यस्तै त हो नि। लाइक चाहिँ नि हान्देऊ गाइस। अब लाइक चाहिँ नि हान हैन। सेयर सब्सक्राइब पनि गरिदेऊ। अनि यस्तै छ। अनि के छ हैन। अब यसो कमेन्ट पनि गर्नु पर्यो। कमेन्टमा त्यही त हो नि। फेरि हामीहरूले फेरि कहिले चाहिँ नि अङ्ग्रेजी बुझ्दैनौँ, कहिले चाहिँ नि हिन्दी पनि बुझ्दैनौँ, कहिले चाहिँ नि फेरि अब कहिले फेरि के नेपाली बुझ्दैन भन्ने हो कि के भन्ने हो। फेरि मलाई त वाक्क भइसक्यो किन हो हैन। त्यो अङ्ग्रेजीमा बनायो भने अङ्ग्रेजी बुझ्दैन भन्छ। अनि फेरि नेपालीमा गऱ्यो भने के नेपाली बोलेर आए नि ब्रो भन्छ। अनि त्यसपछि के भन्नु हो हैन। अब त्यही पनि अब मैले नेपालीमा चाहिँ नि बनाइदिरहेको हो हैन। अब नेपालीमा ड्याङडुङ लाइक सेक हानेर हो र यताउति अब के गर्नुपर्ने त्यो सबै गरेर तिमीलाई थाहा छ नि हैन। तिमीहरूलाई तपाईँहरूलाई पनि थाहा होला नि त। तिमीहरूलाई आजभोलि त पुरा बुड्डो मान्छे पनि यस्तो मोबाइलमा यस्तो गरेर बसिरहेको हुन्छ। के गरे भने त मोबाइलमा यस्तो गर्दो रहेछ। त्यही भएर तपाईँहरूलाई पनि यसो लाइक चाहिँ नि हानिदिनुहोस्। अब यस्तै अरू चाहिँ के भन्नु र। अरू यस्तै छ पछाडि पहाडमा यस्तै त हो नि हैन। यस पहाडमा अहिले रमाइलो छ किन मकै छर्ने बेला भएको छ। अहिले अब पहाडमा धेरैले चाहिँ त्यो गहुँ छर्दैन। त्यो बाँदरले दिँदैन। त्यही पनि अब मकै चाहिँ नि धेरैले अब छर्छन्। प्रायःले छर्छन् मकै हैन। अब बाँझै छैन भने मकै चाहिँ नि छरिरहेछन्। किन हाम्रोमा यतातिर खेती चाहिँ नि हुन्थ्यो हैन। पहिला खेती हुन्थ्यो। अहिले पनि हुन्छ खेती हुन्छ। स्याहार्नेहरूले स्याहार्यो राम्रो गहुँ स्याहारे। तर बाँदरले दिँदैन के गर्नु। अब कुरेर बस्ने मान्छे पनि छैन। अब नत्र गहुँ पनि हुने हो कि यहाँ गहुँ हुने हो हैन। अरू खेती अलिअलि हुन्थ्यो अन्त जस्तो होइन। तर बाँदरले दिएन गाइस। बाँदरले दिया छैन हैन। अब यस्तै हो। कहिले चाहिँ नि को जङ्गल पस्ने, कहिले चाहिँ नि को जङ्गल पस्ने। अब जङ्गल पस्नेहरूले नै भ्याउने भयो। अहिले फेरि त्यो बाँदरले कहाँ त्यो जङ्गल पनि पस्दैन। घर पसिरहेको छ। के गर्यो। अब यसलाई पनि ल्याउनु पर्छ कि वार्तामा ल्याउनु पर्ने भयो। जङ्गलबाट शान्ति वार्तामा ल्याउने को थियो कुनै उसलाई खोजेर ल्याउनु पर्यो। यो जङ्गल पस्नेहरूलाई हैन यसो वार्तामा ल्याएर ट्याकटुक तपाईँ यहाँ किन आएको
मान्छेहरू खेती गरिरहेको थियो भनेर यसो वार्ता गर्नु पऱ्यो क्या फेरि वार्ता गर्नुपर्ने बेला आएको छ त्यही भएर पनि हो कि शान्ति प्रक्रिया टुङ्गाउनु पऱ्यो शान्ति प्रक्रिया टुङ्गाउनु पऱ्यो भन्छ क्या मान्छेहरूले होइन म चाहिँ नि यसो दिइहाल्ने अब के अरे तिमीहरू लाइक चाहिँ नि गर होइन लाइक गर सेयर गर सब्सक्राइब गर गाइज अब अरू के भन्ने होला त खै अब यहाँ काफल चाहिँ त्यहाँ पाकेको होला फेरि गफ र यो चराहरू नि यस्तो बदमास चरा छ त्यो के अरे के न कराए यस्तो कराउँछु कि अब यस्तै छ गाइज यहाँ अब मल यता हेर ल कस्तो त्यहाँ म देखाउँछु है तिमीहरूलाई मल देखाउँछु कति मल छ यहाँ मल हालिरहेछन् कतिको बारी चाहिँ नि यस्तै छ के अरे मल सल छैन आजभोलि यस्तै छ गाइज यहाँको काफल अलिअलि पाकिरहेको होला चढ्ने हो कि होइन भने पाक्न फर्किरहेछ मैले देखेको होइन चढ्ने हो त अब चढ्नै पऱ्यो तर अब कसरी चढ्ने त म यहाँबाट चढ्नुपर्छ अनि त्यसपछि म हेर्छु होइन यो यसो खाइहाल्नु टुप्पोमा चाहिँ नि पाकेको रहेछ कि गाइस रातो रातो देखिरहेछ रातो मैले यति चाहिँ टिप्न भ्याएँ होइन अनि अलिअलि त खाइयो पनि अब यहाँ टिप्नुपर्छ यहाँबाट पठाउनु नमिल्ने होइन अब के अरे यसै त हो नि अनि फेरि यो धेरै खान पनि सकिँदैन कि अमिलो एकदम अमिलो हुन्छ यो फेरि अमिलो रहेछ ल अब तल गएर भेटौँ होइन अनि त्यसपछि यसो डुल्लाल गरेर कुराकानी गरौँ ल यहाँ छ होइन अब के अरे पठाउनु नमिल्ने यता तलतिर भयो भने फाल्दैन नि त यस्तै त हो नि सानोमा हामी त्यो कोही बुट्टे चढ्ने कोही तल फालिदिने गर्थ्यौँ होइन तर यहाँ चाहिँ नि छैन अब तल फालिदिने भएन ल यहाँ यस्तो फालिदिएर पनि भएन यस्तो ल छोप है गाइस छोप ए अर्को छोप्ने होइन नछोप्ने भएपछि ल यस्तै त हो नि ल अब लाइक सेयर सब्सक्राइब गरिदियो अनि त्यसपछि ल भेटौँ तल गएर ल यहाँ काफल खाँदैछु होइन यसो गरिदिनु ल मुठी जति टिप्यो कि गाइस दिन नमिल्ने होइन अब दिनु मिल्ने भन्दा नि यहाँबाट दिन नमिल्ने छ अलिअलि त के हो अब चराचुरुङ्गीले खान्छन् होइन आज पनि मान्छे पनि छैनन् अनि धेरै त खाइँदैन तर खाइयो यसको दाना फेरि भोलि बिहान त्यो बाख्राको जस्तो जान्छ होइन ल गाइस त्यस्तै छ अब यहाँ हेरौँ अलिअलि त्यहाँ मल सल हेरौँ अनि त्यसपछि फर्केर जाउँ मान्छेले मल हाल्दैछ बारीमा यसपालि पानी चाँडै पऱ्यो कि पानी चाँडै पऱ्यो अनि झारसार पलायो फेरि हरियै छ अनि कतिले मकै छरिसक्यो कतिले मकै छरि पनि सक्यो कतिले हाम्रो पनि छर्न बाँकी छ कि अब मकै रोप्ने बेलामा फेरि म बनाउँछु भिडियो होइन अब मकै रोप्न चाहिँ अलिकति फेरि त्यो गहुँ छरे जस्तो हुँदैन क्या त्यो रोप्दै हिँड्नुपर्छ धेरै वर्ष भयो 17-18 वर्ष भयो होला मकै नरोपेको अब मकै रोप्नुपर्छ गाइस अब होइन यसपालि चाहिँ नि मकै रोप्नु पर्ला जस्तो छ ल यस्तै हो अब यसो तलतिर जाऊँ न त्यो फ्याक्ट फर्केर जानुपर्छ होइन लाइक चाहिँ नि हानौँ है लाइक चाहिँ नि हानौँ सेयर गरौँ सब्सक्राइब गरौँ अनि अरू त के भन्नु खोइ अब अर्को च्यानल पनि हाम्रो कतिपय साथीहरूले हेर्छन् होइन हेर्छन् तर त्यो लाइक पनि हान्दैन कमेन्ट पनि हान्दैनन् उस्तै पर्ने नि के हो खै अब के बुझ्नै सकिँदैन कि त्यसले गर्दाखेरि अब यो चाहिँ नि होइन यसमा म अरू भिडियो चाहिँ हाल्दैन होला यसमा चाहिँ नि होइन त्यही भएर अब फेरि यो पहिरो जाने जताततै पहिरो जाने अनि बाटोहरू भत्किने होइन अनि त्यसपछि यस्तै छ गाइस अब के भन्नु कि कति काठमाडौँबाट मात्रै मान्छे आउनु हो हामी पनि गाउँमा छौँ नि होइन र हो नि भने नि हुन्थ्यो खै हो नि भन्ने मान्छे पनि छैन खोइ होइन यस्तै छ
अब यहाँ चिप्लो भएछ मेरो हिँड्ने बाटो होइन, हिँड्ने बाटो त होइन यो खासमा, बाटो त अर्कै हो तर मेरो हिँड्ने बाटो हो यो। तर भत्किन लाग्छ क्या। अनि यस्तै छ अब यो गाउँमा होइन मान्छेहरू, तर हाम्रो गाउँमा चाहिँ नि मान्छे छ क्या अहिले र यहाँ त छिटै छन्। तर मोल चाहिँ नि बाक्लै हाल्यो क्या यहाँ त। अब हलक्क चाहिँ नि बढ्ने होला फेरि मकै। तर आजभोलि मकै पनि त्यो बिकासी के मकै आउँछ होइन, त्यो दोकानको मकै त्यस्तो छ। मोल चाहिँ नि यहाँ अब जस बाक्लै भयो त्यो। अन्त बाक्लै भयो यसपालि जोत्ने बेला पनि भएको छ गाइस। अब यहाँ मकै रोप्नु पर्ने छ हाम्रोमा नि, अलिअलि त्यो मलसल हाल्नुपर्ने छ भन्दा पनि त्यो नजिकै छ। अब त्यसलाई यहाँ ल्याएर फिजाउनु पर्छ, छेट्नुपर्छ क्या। अनि अरू त खै के भन्नु खोइ गाइस। यसो हानौ अब कमेन्टमा, अब त्यही त हो नि। र यहाँ किमो त पुरै उ पाकेछ। अब त्यो माथिको त्यो काफल खाइयो होइन, अब यो किमो खायो भने पेटले त त्यसपछि अब यो पहिला नि गाई किमो खायो अनि काफल खायो अनि त्यसपछि सँगसँगै त्यो आरुको बत्तिला सत्तिला खायो अनि त्यसपछि 3-4 दिनमा फेरि त्यो आँपको बत्तिला हुन्छ। अनि त्यसपछि त त्यो पेट त पुरै त्यो अटो रिक्सा जस्तो पाटटटटटट एकदम कुदिहाल्ने क्या, कुदिहाल्ने होइन त्यस्तो कुद्छ। त्यही भएर यो सबै एकैचोटि चाहिँ नि खानु हुँदैन। मैले भर्खर चाहिँ नि काफल खाएँ। अब यहाँ खाने भयो तिम्रो किमो खाऊ होइन, किमो पनि छ क्या खाने भने, तर खानु हुँदैन क्या एकैचोटि। ल अब जाऊँ, यस्तै हो। अब त्यो अब यो होइन यसमा चाहिँ नि मैले हाम्रो कतिपय साथीहरू आउँछ क्या। अब कमेन्ट त्यहाँ मैले त्यहाँ यसो मिल्यो भने देखाउँला होइन, म देखाउँछु। के अरे के खाना ठुटे इङ्ग्लिस बोलेको भन्छ कतिले होइन, अनि के अरे होइन नेपालीमा बनाएको भयो भइहाल्थ्यो नि भन्छ कतिले। अनि त्यो के अरे यस्तो यस्तो कमेन्ट आउँथ्यो क्या। अनि मैले फेरि त्यही भएर हो पनि क्या हो होइन, बुझ्दै नबुझेपछि के गर्ने भनेर त्यसपछि योमा चाहिँ नि म तपाईँहरू जस्तो साथीसँग होइन, साथीहरूसँग अब नेपालीमै बनाऊ किन म हिँडिरहेको छु कि गाइस। अब त्यो मेरो हिँडिरहेको छु क्या, म हिँडिरहेको हुन्छु भन्दा नि अब त्यो यही ब्लगिङ यताउति होइन भनेको। अब त्यहाँ मेरो त्यो अर्को च्यानलमा हेऱ्यो भने त्यो कहाँको छ कि थुप्रो 3-4वटा देशको छ। अब एयरपोर्टको भयो पनि अब दुबईतिरको पनि छ, अनि यतापट्टि इन्डियातिरको पनि छ, अब नेपालको काठमाडौँतिरको छ। यस्तो छ क्या त्यो अर्को च्यानलमा। अब हेऱ्यो भने जस्तो त्यो अर्को च्यानल हेरौँ, होइन भने अब यो च्यानललाई पनि के गरौँ भने यसो लाइक सेयर सब्सक्राइब चाहिँ नि गरिदिउँ होइन, गरौँ। अनि त्यसपछि नै यसो हामी के गर्न सक्छौँ भने काम गर्न सक्छौँ नि होइन। म भन्छु कि अनि बिस्तारै अनि बुझ्ला कि अब कुरा बुझ्दैन अब के गर्ने होइन। युट्युबले पनि हेपे हो कि कुन्नी हेपिरह होला क्या, हेपेको पनि थाहा हुँदैन खै हेपे हो कि। अनि त्यो दिने ओर्ने नै कसरी छैन खै, खालि मागेको छ। अनि त्यसपछि त सिद्धिको हो नि, अनि त हो नि। नत्र त कहाँ फेरि त्यो यो भिडियोलाई चाहिँ लाइक सेयर सब्सक्राइब गरौँ, अनि माथि के हुन्छ, नत्र केही हुनेवाला छैन गाइज। नत्र त यस्तै हो। तिमी टाढा म टाढा ज्यान त टाढा छ। अनि के हो के भन्छ अनि त्यस्तै हो। नत्र ल सपोर्ट गर ल, आजलाई यति गरौँ होइन। अब म माथि जान्छु, अनि त्यो माथि गएपछि फेरि अर्को भिडियोमा चाहिँ भेट्नु पर्ला नि त होइन। थ्याङ्क यू।